हेलो फ्रेन्ड, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। साथीहरू, तपाईहरु सम्पूर्णलाई हाम्रो यस युट्युब च्यानलमा फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू, तपाईहरु सामु हामीले हाम्रो यस युट्युब च्यानल मार्फत पछिल्लो समय शेयर मार्केटको टेक्निकल एनालाइसिसलाई विशेष गरी प्राइस एक्सनसँग सम्बन्धित रहेर भिडियोहरू बनाउँदै छौं। यसै क्रममा हामीले केही समय अगाडि अर्डर ब्लकसँग सम्बन्धित रहेर एउटा भिडियो प्रस्तुत गरेको थिएँ र त्यसमा तपाईहरुले चाहिँ के कमेन्ट गर्नुभएको थियो त भने मिटिगेटेड अर्डर ब्लक र अनमिटिगेटेड अर्डर ब्लक भनेको के हो, यसमा हामीले चाहिँ कसरी ट्रेड गर्ने, यो चाहिँ कसरी भ्यालिड र इनभ्यालिड हुन्छ भनेर प्रश्न गर्नुभएको थियो। त्यसो हुँदा हामी आज तपाईहरुकै कमेन्टको आधारमा यो भिडियो निर्माण गर्ने जमर्को गर्दैछौँ। त्यसो हुँदा साथीहरू, यदि तपाई पनि नेपाली शेयर मार्केटमा प्राइस एक्सनको आधारमा टेक्निकल एनालाइसिस हेरेर अर्डर ब्लक, मिटिगेटेड अर्डर ब्लक भनेको के हो, अनमिटिगेटेड अर्डर ब्लक भनेको के हो र यो चाहिँ भ्यालिड र इनभ्यालिड कसरी हेर्ने भनेर सोचिरहनु भएको छ भने आजको यो भिडियो तपाईको लागि हो। त्यसो हुँदा तपाईले हाम्रो यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हामीसँगै रहनुपर्ने हुन्छ। यदि हामीसँग रहनुभयो भने मलाई पूर्ण विश्वास छ कि तपाईले यो आजको जुन च्याप्टर छ मिटिगेटेड अर्डर ब्लक र अनमिटिगेटेड अर्डर ब्लक अनि भ्यालिड र इनभ्यालिड यो सबै कुरा तपाईले बुझ्न सक्नुहुनेछ। साथीहरू, अब सुरु गरौँ आजको यो भिडियो मिटिगेटेड अर्डर ब्लक र अनमिटिगेटेड अर्डर ब्लक। साथीहरू, सबैभन्दा पहिला हामीले के बुझ्नु जरुरी छ त भने अर्डर ब्लक भनेको के हो। अर्डर ब्लक भनेको के हो त साथीहरू भने जब कुनै पनि मार्केट त के हुन्छ भने सधैँ गएको गई मास्तिर हुँदैन भने सधैँ तलतिर झरे पनि हुँदैन। भनेपछि जब कुनै निश्चित लेभलमा पुगेपछि मार्केट माथि बढ्न थाल्छ अथवा तल घट्न थाल्छ। त्यसरी जुन सुरुको स्टार्टिङमा जुन खालको शेयर चाहिँ सो हुन्छ अथवा सेल हुन्छ अथवा बाई हुन्छ त्यो नै के हो भनेपछि अर्डर ब्लक हो। त्यो चाहिँ ट्याक्कै तपाईको चाहिँ क्यान्डल रेड नै हुनुपर्छ अथवा क्यान्डल चाहिँ तपाईको चाहिँ ग्रीन नै हुनुपर्छ भन्ने हुँदैन। जस्तै मानौ तपाईको चाहिँ शेयर तपाई चाहिँ यसरी घट्दै घट्दै यहाँ आएको थियो, अब टक्क बढ्दै थियो भनेपछि यहाँले जुन खालको क्यान्डलस्टिक प्याटर्न बन्छ हेर्नुस् है। भनेपछि यो अब यहाँनिर चाहिँ तपाईको चाहिँ हरियो क्यान्डलस्टिक प्याटर्न बन्दै यसरी माथि गयो भने हाम्रो के हो भनेपछि यो हेर्नुस् है, जुन क्यान्डलस्टिक प्याटर्नले रिभर्स दियो होइन हो ठ्याक्कै त्यो रिभर्स दिएको क्यान्डलस्टिक प्याटर्नको सबभन्दा हाई र सबभन्दा लोलाई यसरी मार्क गरेर हामी के गर्छौँ भनेपछि अर्डर ब्लक खिच्न सक्छौँ। यही हो अर्डर ब्लक। यो चाहिँ अब के हुन्छ घट्दो मार्केट अब के हो बढ्दो मार्केटतिर गयो नि, यो हो अर्डर ब्लक भने। अब फेरि तपाईँ चाहिँ मार्केट चाहिँ बढ्दै गयो यहाँ माथि र यहाँ तपाईँ चाहिँ एउटा क्यान्डलस्टिक प्याटर्न बन्यो, रातो हरियो जस्तो हुन सक्ने भयो होइन। अब यहाँबाट फेरि तपाईँ चाहिँ अब रातो क्यान्डलस्टिक प्याटर्न बनेर यसरी तल गयो भने यो चाहिँ के हो यसको चाहिँ तपाईँ सबभन्दा हाई र सबभन्दा लोलाई यसरी मार्क गर्ने यही नै हो के भन्छ हाम्रो अर्डर ब्लक हो है। अब यो चाहिँ अर्डर ब्लक के हुन्छ त भनेपछि अर्डर ब्लक दुई खालको हुने गर्दछ। के त्यसमा भनेपछि बुलिश अर्डर ब्लक र बेरिश अर्डर ब्लक। जुन चाहिँ मार्केट घट्दै गएर यसरी घट्दै गएर अब त माथि बढ्न सुरु गर्यो नि भनेपछि यो चाहिँ हाम्रो के भन्छ बुलिश अर्डर ब्लक हो भने जुन मार्केट माथि पुगेर तल घट्न थाल्छ नि भने यो चाहिँ के भन्छ बेरिश अर्डर ब्लक हो। यसरी चाहिँ दुई खालको चाहिँ के हुन्छ भने बुलिश अर्डर ब्लक र बेरिश अर्डर ब्लक गरी दुई खालको पनि गर्दछन् भने फेरि बुलिश अर्डर ब्लक र बेरिश अर्डर ब्लक पनि दुई खालको हुने भयो। किन त्यसो भनेपछि एउटा तपाईको चाहिँ एउटा बुलिश मिटिगेटेड अर्डर ब्लक, अर्को बुलिश अनमिटिगेटेड अर्डर ब्लक भने अर्को बेरिश भएको पनि बेरिश मिटिगेटेड अर्डर ब्लक र बेरिश अनमिटिगेटेड अर्डर ब्लक। यसै तपाईँ चाहिँ के हुनु भनेपछि दुई प्रकारको अर्डर ब्लक हुने भयो हैन। र त्यो दुई प्रकार अर्डर ब्लकलाई पनि अझ दुई प्रकारको अर्को चाहिँ के हुनु भयो तपाईँ चाहिँ सहायक अर्डर ब्लकहरू हुनु भयो। त्यसो भए अब यहाँ जाउँ मिटिगेटेड अर्डर ब्लक भने के हो त्यसो भए अथवा अनमिटिगेटेड अर्डर ब्लक भने के हो त भने अब यहाँनिर जाउँ
पहिला मिटिगेटेड अर्डर ब्लक भने के हो त भने मिटिगेटेड अर्डर ब्लक भनेको चाहिँ जब यसरी तपाईले चाहिँ हाम्रो अर्डर ब्लक हुन्छ त्यसपछि त्यो जुन अर्डर ब्लक निर्माण भएको थियो त्यो अर्डर ब्लकमा आएर फेरि पनि ग्याप फिल गर्न आयो भने हेर्नुस् है ग्याप फिल गर्न आयो भने अथवा शेयर चाहिँ स्विप गर्न आयो पुग्यो भने त्यो चाहिँ के हो त भनेपछि त्यो चाहिँ मिटिगेटेड अर्डर ब्लक हो भनेको के त भनेपछि तपाईहरु नि यहाँ हाम्रो अर्डर ब्लक बन्यो हैन यहाँ अर्डर ब्लक बनिसकेपछि यो चाहिँ माथि गयो नि हैन माथि गयो भने दोहोर्याएर फेरि पनि यसरी तपाई चाहिँ यहाँ हैन यसरी तपाई यहाँ चाहिँ टच हुन आइपुग्यो रिटेस्ट गर्न आइपुग्यो अथवा तपाई चाहिँ फेरि पनि तपाई चाहिँ शेयर स्विप गर्न आइपुग्यो भने यो चाहिँ के भनेपछि मिटिगेटेड अर्डर ब्लक भयो हेर्नुस् है हैन यो चाहिँ यहीँनेर पनि यसरी चाहिँ यो चाहिँ रिटेस्ट हुन आइपुग्न सक्छ यही पनि यसरी टच हुन सक्छ भनेपछि यहीँनेर के भयो त भनेपछि यहीँनेर त्यो के भयो भनेपछि मिटिगेटेड अर्डर ब्लक भयो र यहाँ नभइकन यहाँ पनि यसरी हुन सक्ने भयो यसरी ठूलो पुच्छर यहाँ तलसम्म आएको पनि हुन सक्ने भयो भनेपछि यसो हुँदा यो चाहिँ मिटिगेटेड अर्डर ब्लक भयो हेर्नुस् है जब शेयर मार्केटमा अर्डर ब्लक निर्माण गर्न माथि जान्छ र त्यसपछि दोहोर्याएर रिटेस्टको निम्ति त्यही अर्डर ब्लकमा तपाईँ चाहिँ आइपुग्छ भने त्यो के भयो भनेपछि मिटिगेटेड अर्डर ब्लक हो अर्डर ब्लक कहिलेसम्म भ्यालिड हुन्छ त भनेपछि जुन बेलासम्म रिटेस्ट गर्न आउँदैन तबसम्म त्यो के हो भ्यालिड हुन्छ मानौ तपाईँ चाहिँ हैन यसरी तपाईले चाहिँ जब तपाईँ चाहिँ घट्दो मार्केटमा यसरी आएर यहाँनिर तपाईँ चाहिँ एउटा तपाईँ चाहिँ अर्डर ब्लक निर्माण भयो भने यो अर्डर ब्लकलाई तपाईँ चाहिँ रिटेस्ट गर्न नआएसम्म यो के हुन्छ भने तपाईँ चाहिँ यो चाहिँ भ्यालिड हुन्छ यसलाई के हुन्छ भने तपाईँ चाहिँ अनमिटिगेटेड अर्डर ब्लक भन्छौँ है अझ राम्रोसँग बुझौँ है त यदि यसरी तपाईँ तलसम्म छुन आयो भने यो के भयो भनेपछि मिटिगेटेड अर्डर ब्लक भयो हैन यहाँ स्विप गर्यो नि त हैन यदि यसै तपाईले चाहिँ तलसम्म छुन आइपुगेन भने त्यो चाहिँ अनमिटिगेटेड अर्डर ब्लक भयो है मिटिगेटेड अर्डर ब्लक भने चाहिँ के हुन्छ त भनेपछि तपाईले चाहिँ कुनै पनि अर्डर ब्लक निर्माण भइसकेपछि तल चाहिँ रिटेस्ट गर्न आइपुग्यो भने हैन यसरी तल चाहिँ रिटेस्ट गर्न आइपुग्यो भने यो चाहिँ के भन्छ मिटिगेटेड अर्डर ब्लक हो यहाँ चाहिँ तपाई के गर्छ भनेपछि खेलाडीहरुले फेरि पनि तपाई रिटेस्ट गर्न आइपुग्यो अथवा शेयर किता चाहिँ स्विप गर्न आइपुग्यो त्यसपछि यो के भयो भनेपछि मिटिगेटेड अर्डर ब्लक हो यति बुझौं है त्यसो अब अनमिटिगेटेड अर्डर ब्लक भनेको के हो त्यसो भए भनेपछि अनमिटिगेटेड अर्डर ब्लक भनेको चाहिँ जब यसरी तपाई चाहिँ अर्डर ब्लक बन्छ हैन यो जब यसरी अर्डर ब्लक बन्छ यो अर्डर ब्लकलाई जबसम्म रिटेस्ट गर्न आइपुग्दैन त्यो चाहिँ फिल गर्न आइपुग्दैन अथवा रिटेस्ट गर्न आइपुग्दैन त्यो चाहिँ के हो त भनेपछि त्यो चाहिँ अनमिटिगेटेड अर्डर ब्लक हो यो चाहिँ अनमिटिगेटेड अर्डर ब्लक हो किनकि तपाई चाहिँ यहाँ अर्डर ब्लक निर्माण भयो तर यहाँ चाहिँ कुनै पनि क्यान्डलस्टिकले तर रिटेस्ट गर्न आइपुगेको छैन यो चाहिँ के भन्छ अनमिटिगेटेड अर्डर ब्लक हो हेर्नुस् है हैन अनि यो कहिलेसम्म भ्यालिड हुन्छ त्यसो भए भनेपछि जबसम्म रिटेस्ट गर्न आइपुग्दैन तबसम्म भ्यालिड हुन्छ तर एक पटक रिटेस्ट गरिसकेपछि त्यो भ्यालिड हुँदैन फेरि हेर्नुस् अब यसैमा भनौं अब यो के भयो भनेपछि तर त्यहाँ छुन आइसक्यो यो चाहिँ मिटिगेटेड अर्डर ब्लक भयो यो मिटिगेटेड अर्डर ब्लक भनेपछि यसको चाहिँ भ्यालिड अब यही सक्यो अब यो मिटिगेटेड भइसक्यो नि त यदि यसरी नछोएर भने चाहिँ के यसरी यो चाहिँ तलसम्म छुन आएर भनेपछि यो यहाँसम्म जाँदा पनि यो के हुन्छ भनेपछि अनमिटिगेटेड अर्डर ब्लक नै भएर बस्छ यो चाहिँ के हो भनेपछि अनमिटिगेटेड अर्डर ब्लक नै हो यो चाहिँ भ्यालिड नै छ जतिखेर तपाईँ चाहिँ रिटेस्ट गर्न आइपुग्छ त्यतिखेर मात्रै के हुन्छ अनभ्यालिड हुने गर्दछ है यसले तपाईँ यहाँ चल छुन आयो भने त्यो के हो भनेपछि मिटिगेटेड अर्डर ब्लक भयो रिटेस्ट गर्न आइपुग्यो अब त्यसको भ्यालिड हुँदैन है यदि तपाईँ रिटेस्ट गर्न आइपुग्यो भने जबसम्म आउँदैन तबसम्म त्यो के हुन्छ भ्यालिड हुन्छ है साथीहरु सायद तपाईले बुझ्नु भयो होला भन्ने मलाई लाग्छ है मिटिगेटेड अर्डर ब्लक र अनमिटिगेटेड अर्डर ब्लक हैन बुलिस र बेयरिश पनि त्यो हो मैले बुलिस पनि देखाए तपाईँ बेयरिश पनि के हुन्छ भनेपछि यसै मार्केट टुप्पो गयो हैन यहाँ तपाईँ एउटा अर्डर ब्लक बनाऊ हैन एउटा अर्डर ब्लक बनाऊ हेर्नुस् है यहाँ हैन यहाँबाट यसो टप र यसो अर्डर ब्लक बनाऊ हेर्नुस् है
अब यो चाहिँ के त त्यसो भनेपछि यो चाहिँ मिटिगेटेड अर्डर ब्लक हुनुको लागि यसरी यो माथि यहाँ छोयो नि मिटिगेटेड अर्डर ब्लक भयो। अब यो चाहिँ भ्यालिड छैन, अब यो चाहिँ इनभ्यालिड भयो हेर्नु है। अब तपाईँ चाहिँ यसरी तर चाहिँ अर्को क्यान्डिडेट प्याटर्न माथि जान्छ। अब यो भ्यालिड यसको छैन, भ्यालिड इनभ्यालिड भइसक्यो भने अब यही बेरिस मार्कमा तपाईँ चाहिँ यदि तपाईँ चाहिँ यसरी रिटेस्ट गर्न नगएको थियो भने छुन नगएको थियो भने यो चाहिँ के हुन्छ त भनेपछि भ्यालिड भइरहन्थ्यो। यो चाहिँ के हो त भनेपछि तपाईँ चाहिँ यो चाहिँ अनमिटिगेटेड अर्डर ब्लक भन्ने हुन्थ्यो है। यो चाहिँ बेरिसमा, अघि हामीले बुलिसमा हेरौँ, यो चाहिँ बेरिसमा चाहिँ बेरिस अनमिटिगेटेड अर्डर ब्लक हो यो, किन माथि टच रिटेस्ट गर्न गएको छैन। यदि यसरी यहाँ चाहिँ एउटा यसरी जाने मात्र हो भने पनि यो के भन्छ चाहिँ बेरिस मिटिगेटेड अर्डर ब्लक हुन्थ्यो। त्यहाँ के भन्छ तपाईँ चाहिँ फुलफिल गर्न आइपुग्यो नि त, फिल ग्याप गर्न गयो नि त हो भनेपछि कहिलेसम्म चाहिँ यो चाहिँ भ्यालिड र इनभ्यालिड हुँदो रहेछ त भनेपछि जबसम्म चाहिँ रिटेस्ट गर्न आइपुग्दैन अर्थात् फिल गर्न ग्याप फिल गर्न जाँदैन तबसम्म त्यो चाहिँ भ्यालिड हुन्छ भने जतिखेर ग्याप फुलफिल गर्छ त्यतिखेर त्यो भनेपछि त्यो चाहिँ अनभ्यालिड हुन्छ है। बेरिस पनि र बुलिस पनि है। साथीहरू तपाईँहरू सायद बुझ्नुभयो होला भन्ने लाग्छ। अब हामी यसलाई तपाईँ चाहिँ चार्टमा पनि हेरौँ, चार्टमा हेर्छौँ, अझ तपाईँले चार्टमा हेरेपछि अझ राम्रोसँग बुझ्नुहुनेछ। साथीहरू हामी यो चाहिँ नेप्सेको चार्टमा आइसकेका छौँ। अब हामीले यो नेप्सेको चार्टमा चाहिँ के हेर्छौँ त आज भने हामी चाहिँ तपाईँ चाहिँ होइन तपाईँ चाहिँ मिटिगेटेड अर्डर ब्लक र अनमिटिगेटेड अर्डर ब्लक हामी हेर्छौँ हामी है। पहिला फर्स्ट मैले तपाईँलाई के भनेको थिएँ त भने अर्डर ब्लक हेर्नु पर्यो हामीले पहिला भनेको छौँ हामीले होइन त। अर्डर ब्लक के हो त भने तपाईँ चाहिँ जस्तै मानौँ है तपाईँ चाहिँ अब यहाँबाट मार्केट के छ रिभर्स भएको छ भनेपछि योभन्दा ठ्याक्क अघिल्लो जुन क्यान्डलस्टिक प्याटर्न छ त्यो चाहिँ हाम्रो के हो त भनेपछि अर्डर ब्लक हो है। भने त्यसले चाहिँ के गरे हुनु पर्यो भनेपछि यो चाहिँ लिक्विडिटी पनि स्विप गरेको हुनु पर्यो है। जस्तो तपाईँ चाहिँ यहाँनिर हेर्नुहोस् है, अब यहाँ यसले के दिन्छ यो ठ्याक्क योभन्दा अघिल्लो भनेको यो हो हाम्रो होइन, यो क्यान्डलस्टिक प्याटर्न हो होइन। भनेपछि यो चाहिँ हाम्रो के भन्छ अर्डर ब्लक हो है। अब यहाँनिर पनि हेरौँ है त, यहाँ ल तपाईँ यसले लिक्विडिटी यसले स्विप गरिरहेको छ यहाँनिर भनेपछि यो चाहिँ हाम्रो के अर्डर ब्लक हो। अब अर्डर ब्लक तानो है त यहाँनिर है। तपाईँ यहाँनिर गएर हामीले के गर्नु पर्यो भनेपछि यहाँनिर गएर होइन हामीले चाहिँ यहाँनिर गएर के गर्छौँ भने तपाईँ चाहिँ यहाँनिर गएर हामीले चाहिँ के गर्छौँ भनेपछि तपाईँ चाहिँ यो रेक्ट्याङ्गल लिन्छौँ यसरी। अनि रेक्ट्याङ्गल लिएर हामी के गर्छौँ त त्यसो भए भनेपछि यहाँनिर तपाईँ चाहिँ तान्छौँ है त यहाँनिर ल है। हाम्रो अर्डर ब्लक यहाँनिर छ भनेपछि यसको तल तपाईँ लिक्विडिटी सुप भएको पुछार र यसको तपाईँ चाहिँ माथि टप यसै तपाईँ चाहिँ हामीले के गर्यौँ भनेपछि लिक्विडिटी चाहिँ यहाँ चाहिँ अर्डर ब्लक तान्यौँ है। अब यो के भन्छ हाम्रो अर्डर ब्लक बन्यो यो हेर्नुहोस् है। अनि यो अर्डर ब्लक बनिसकेपछि हाम्रो बुलिस अर्डर ब्लक हो यो हेर्नुहोस् है, बुलिस अर्डर ब्लक हो नि त यो होइन। यो बुलिस अर्डर ब्लक भयो, यहाँसम्म तपाईँ चाहिँ रिटेस्ट गर्न आइपुगेको छैन हेर्नुहोस् है होइन। यदि यहाँनिर तपाईँ चाहिँ यो यही क्यान्डलस्टिक प्याटर्न यहाँ टच हुन त आएको थियो भने अथवा यो चाहिँ यहाँ टच हुन आएको थियो भने यो के हुन्छ यो चाहिँ मिटिगेटेड अर्डर ब्लक हुन्थ्यो। यो चाहिँ के हुन्थ्यो भनेपछि यहाँ चाहिँ फिल जुन तपाईँ चाहिँ ग्याप छ ग्यापलाई फिल गर्न आएको भन्ने हुन्थ्यो नि त होइन। त्यसो हुँदा यो के हुन्छ मिटिगेटेड अर्डर ब्लक हुन्थ्यो। मिटिगेटेड अर्डर ब्लक हुने बित्तिकै त्यो के हुन्छ त भनेपछि त्यो चाहिँ इनभ्यालिड हुन्छ। यो चाहिँ इनभ्यालिड हुन्थ्यो तर अहिलेसम्म यो के छ भनेपछि भ्यालिड नै छ यो चाहिँ है। भने अब यसै गरी हामी अन्त पनि खोजौँ है त। तपाईँ अन्त पनि यस्तो तपाईँ चाहिँ धेरै पाइन्छ त्यस्तो हेर्नुहोस् होइन। जस्तो तपाईँ यहाँ हेर्छु ल यहाँ के भयो भनेपछि यो चाहिँ बेरिस हो। मैले भनिसकेँ तपाईँ चाहिँ यो रातो र हरियो कुनै पनि क्यान्डलस्टिक हामीलाई त्यस्तो अर्थ राख्दैन भनेको छु है। यो चाहिँ जब सबभन्दा हाई टुप्पोमा गयो होइन यहाँनिर के भयो त भनेपछि तपाईँ चाहिँ एउटा हाम्रो के भनेपछि तपाईँ चाहिँ हरियो क्यान्डलस्टिक प्याटर्न बन्यो त्यसपछि मात्र के भने डाउन भयो भनेपछि यो चाहिँ के भनेपछि हाम्रो अर्डर ब्लक हो है। यसलाई अर्डर ब्लकले तान्नको लागि हामी यहाँ गरौँ होइन। यसको सबभन्दा हाई यहाँ र सबभन्दा लो यसरी लिउँ यसरी तपाईँले यसलाई हामी तान्यौँ है। भनेपछि यो के भयो भनेपछि अब चाहिँ हाम्रो बेरिस अर्डर ब्लक भयो है। भनेपछि यहाँ हेर्नुहोस् है यहाँ छुनु लागेको थियो तर छोएन, छोको भए के हुन्छ यो चाहिँ मिटिगेटेड अर्डर ब्लक हुन्थ्यो होइन। तर यो चाहिँ अहिले पनि के भन्छ अनमिटिगेटेड अर्डर ब्लक नै हो। यो अहिलेसम्म पनि यसको चाहिँ भ्यालिड नै छ है। अब यो चाहिँ के हुन्छ भने कहिले तपाईँ चाहिँ मिटिगेटेड अर्डर ब्लक चाहिँ तत्कालै मिटिगेटेड अर्डर ब्लक हुन्छ क्या, त्यहीँ छोइहाल्छ तपाईँ चाहिँ है। त्यस्तो नि हेरौँ है त यहाँनिर तपाईँ चाहिँ अब यस्तो तपाईँ चाहिँ अर्डर ब्लकहरू बन्दै जान्छन् है। हामीले यसरी खोज्नुपर्ने हुन्छ है। तपाईँको चाहिँ अर्को हामी खोजौँ है त कहाँनिर छ होला त्यस्तो हो भने हामी चाहिँ हेर्दै जाउँ होइन। अब हाम्रो चाहिँ तत्कालै तपाईँ त्यहीँ ट्याक्कै टच हुन आइहाल्छ तपाईँ चाहिँ होइन। अर्डर ब्लक त जस्तै यहाँनिर है यहाँनिर तपाईँ चाहिँ हाम्रो चाहिँ अर्डर ब्लक बनाऊ यो होइन। अब यहाँ अर्डर ब्लक तातिर यहाँ फुलफिल हुन आयो यहाँनिर है यहाँनिर फुलफिल हुन आयो नि होइन। भनेपछि के भन्छ चाहिँ अब यहाँनिर मिटिगेटेड भयो होइन। यसको अब भ्यालु भएन, भ्यालु छैन हेर्नुहोस् है होइन। अब यस्तै तपाईँ चाहिँ हाम्रो चाहिँ हामी के गर्छौँ भने चाहिँ यहाँ पनि भयो हेर्नुहोस्
यहाँनिर हामी तान्यौँ भने यहीँ तपाईँ चाहिँ मिटिगेटेड भयो। हेर्नुहोस् अब यसको भ्यालिड चाहिँ अब इनभ्यालिड भयो। अब यो हेर्नुहोस् होइन। अब भनेपछि होइन यो खालको तपाईँ चाहिँ हामीले चाहिँ मिटिगेटेड र अनमिटिगेटेड हामी यसरी तपाईँ चाहिँ हामी हेर्न सक्छौँ। जस्तै भनौँ होला यहाँनिर है योभन्दा अगाडि यो भयो यो होइन त यो यसलाई तपाईँ हामीले चाहिँ के भन्छ अर्डर ब्लक गरौँ है त। यहाँनिर तपाईँ चाहिँ हाम्रो सबभन्दा तल यहाँ छ होइन, सबभन्दा माथि यहाँ छ ल भनेपछि अब हेर्नुहोस् है यहाँनिरबाट के भयो भनेपछि अर्डर ब्लक सुरु भयो हाम्रो यहाँसम्म। हेर्नुहोस् है यहाँ आएर के भन्छ चाहिँ ग्याप फिल गर्यो नि यसले। हेर्नुहोस् है यहाँ सुनायो नि भनेपछि अब यो के भन्छ मिटिगेटेड अर्डर ब्लक भयो है। मिटिगेटेड अर्डर ब्लक भयो होइन। अब यसको भ्यालिडिटी छैन। अब यसको भ्यालिडिटी हुँदैन अब यो हेर्नुहोस् है। भनेपछि यसरी हामी चाहिँ मिटिगेटेड अर्डर ब्लक र चाहिँ अनमिटिगेटेड अर्डर ब्लक थाहा पाउँछौँ र हेर्छौँ है। साथीहरू आजको यो चाहिँ मिटिगेटेड अर्डर ब्लक र अनमिटिगेटेड अर्डर ब्लक सँग सम्बन्धित रहेर बनाएको भिडियो हामीले चार्टमा पनि हेऱ्यौँ। सायद तपाईँले बुझ्नुभयो होला र यस भिडियोको हामी अन्तिममा आइसकेका छौँ। हाम्रो यो भिडियो तपाईँलाई कस्तो लागिरहेको छ र हाम्रो भिडियोलाई तपाईँ कहाँबाट हेर्दै हुनुहुन्छ तल कमेन्ट गर्न नभुल्नु होला। भने अझ पनि तपाईँ के खालको भिडियो चाहनुहुन्छ, कस्तो खालको भिडियो बनाओस् भनेर तपाईँ चाहिँ चाहनुहुन्छ तल कमेन्ट गर्न नभुल्नु होला। भने हाम्रो यस मेहनतको लागि एउटा लाइक पनि अवश्य गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्दै म प्रस्तुता ज्ञानबहादुर थिङ तपाईँहरूबाट ओझेल पर्न चाहन्छु। हस्त नमस्कार। फेरि पनि अर्को भिडियोमा भेटिनेछौँ।